Hello everyone, welcome back to my new video. I hope तपाईहरु पनि सन्चै हुनुहुन्छ म पनि एकदम सन्चै छु आराम कुशलै छु साथीहरु हैन पछाडी मान्छे सन्चै भन्छ साइलेन्टमा बोलिरहेको छु हेर्दै गर्नु होला मेरो नानी चाहिँ उ परे खेलिरहेछ गाडी खेलिरहेछ मैले चाहिँ यहाँनिर सुँगुरलाई चारो सिस्नु लिइसकेको छु अनि यहाँ चाहिँ मैले ककले त पकाइसकेको छु अनि आगो फुकिरहेको छु बलेकै छैन चिसो भएर होला कति दिन भयो नि त नफुकेको त्यही भएर बलेकै छैन साथीहरु त्यसै साथीहरु अल्छी लागेर काम पनि कति गर्नु तल म हजुरहरुले के देखाउँछु भने नि न्यानो के को फुल हो यो हजुरहरुले चिन्नु होला यो फुल अनि यो के हो यो हजुरहरुलाई कतिको थाहा छ नि यो चाहिँ यो पात पनि खान्छौं अनि यो फुल पनि खान्छौं नि त यस्तै छ साथीहरु मेरो भ्यू अनि मेरो चोलो जिता छ भन्ने फुल टिप्नु लागि यहाँ आथा पो राखिदिन्छु म त यहाँ आथा नानीले यस्तो भेन्डाको यस्तो सबै दानाहरू टिपिदिन्छ क्या साथीहरु अनि मलाई लाग्छ नराम्रो हाम्रो कुखुराहरू यता कुखुराको खोर यता मेरो घर यता दाउरा कटेर यता बाख्राको घाँस अरु के देखाउनु हजुरलाई यस्तै छ होला हैन हेर्नु न बाख्रा चु 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 त्यो चाहिँ के खानु मागेको हो त छ त्यसै साथीहरु हाम्रो मकैबारी बाउहरु चाहिँ त्यो घरमा जाने भएको छ भोलि काम छ नि त त्यहाँ भोलि के काम छ भन्दाखेरिमा नि साथीहरु भोलि चाहिँ त्यो घरमा चाहिँ न्वारन छ त्यही भएर सघाउन जानु भएको छ आज नै भोलि बिहान चाहिँ न्वारन अब यस्तो खाना बनाउनु पर्यो नि त त्यही भएर जानु भएको छ साथीहरु अनि यो हाम्रो इस्कुस हजुरहरुले यसको चाहिँ मुन्टा खानुहुन्छ कि यस्तो पात खानुहुन्छ मान्छेले चाहिँ कति त्यो राईहरुले कुलुङ्गे राईहरुले चाहिँ पात खाँदा रहेछन् नि त अनि हामी चाहिँ खान्छौं मुन्टा साथीहरु अनि यहाँ चाहिँ छ सुँगुर हाम्रो सुँगुरै गाईचहरु वाह भालु जत्रै अनि यो चाहिँ सानो सानो चिल्लै हगेर आउँछ तपाईँ त म चारो पनि दिन्न अगुइ ए ची 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 यो कसले खाएको आमाम ललाई अच्छा लु आउँदा छिटो देखाउ त मम्मालाई छिटो न गिगी देखाउ न लु हिँड्न गिगी कहाँ छ कहाँ छ खोइ गिगी खोइ न त नि साथीहरु यहीँ थियो कि भ्याएको त चाहिँ अहिले चाहिँ छैन रहेछ न त नानी खोइ छैन छैन गिगी नै यो छुनु हुँदैन है गिगीले खान्छ नि अब साथीहरु यस्तै छ मेरो छोरा चाहिँ खेलिरहेछ चुप भन्दै मलाई चुप परे मलाई नानी बाई बाई गर्नु त के खानु भएको तपाईले चाहिँ के खानु भएको नानी आमाम खानु भएको हो
खोइ बोलेको आमाम भन्नु त मलाई खोइ मलाई पनि दिनु न फ्यापुल्ला खोइ फ्यापुल्ला गुड गर्नु त गुड गर्नु त लु थ्याङ्क यू भने खोइ थ्याङ्क यू लु थ्याङ्क यू मेरो छोराले गोल्ड फिङ्गर खाँदैछ साथीहरू मैले बिहान पोलेर राखिदिएको थिएँ आमाम गर्नुहोस् भाँडा धोएर आउँछु अझै भाँडा धुनु गएको छु साथीहरू राखेर सरर अहिले चाहिँ आगो पनि बल्न थालेछ भन्नाले भाँडा धुनुपर्ने छ अलिकति त्यहाँदेखि अब खानपिनतिर लाग्नु पर्छ साथीहरू यहाँबाट पानी जोड्नुपर्छ यहाँबाट जान्छ सरर हुँदै पानी त चुट्टिगयो के खालको चाहिँ मलाई छ पानी चाहिँ आउँछ साथीहरू जोडले मैले चाहिँ यहाँ हिजो सफा गरेर पानी पनि थापेछु अहिले चाहिँ आइसकेको छ अब म धुन्छु साथीहरू सो हेर्दै गर्नुहोला घरमा बुढीले सो म भन्दिनँ साथीहरू काम नगरी आमाम खानु पाइँदैन साथीहरू तर मलाई त्यस्तो साह्रो त्यो काम गर्नु अल्छी लाग्दैन साथीहरू मलाई काम गर्नु चल्छ जति काम भए पनि होइन जाँगरी चल्छ सानोतिनो हल्का चुट्टा काम गरिरहेको लाग्छ साथीहरू त्यही बसेर खान्न हैन त्यही बसेर आमाम गर्नु अहिले उयो त कुकाले पो खाइदिन्छ हो त बसी हेलो भन्नु खै हात पनि हेलो मैले चाहिँ मजाले यति 3टा भाँडा धुनु मलाई त 2 मिनट लाग्छ साथीहरू धेरै सफी भएर उठ्छु चाहिँ हो राख्ने ठाउँ चाहिँ कहाँ छ साथीहरू हामी गरिब दुखीको यस्तै हो सो हेर्नु होला अब चाहिँ म आगो फुक्छु अनि खानातिर लाग्छु साथीहरू सो हेर्दै गर्नु होला हेलो हेलो आगो चाहिँ फुक्दैछ साथीहरू म यहाँ देख्नु भएको छैन होला साथीहरू मलाई चाहिँ होइन खोइहाल्नु नि आयो हुन्छ भ्लग बनाउनु चाहिँ एकदम अल्छी लाग्छ सो हजुरहरूले माया नचलाउ न माया नगरिदिनु भएको कारणले होला मलाई चाहिँ भ्लग बनाउनु एकदम अल्छी लाग्छ साथीहरू बलियो साथी
साथीहरू। अब चाहिँ म खाना कति छ हेरेर राख्नुपर्ने हुन्छ। बिहानको बासी सासी तर मेरो छोरो चाहिँ यता खाँदैछ। मैले चाहिँ खाना पनि राखिसकेको छु साथीहरू। कस्तो कुकर पनि नदिई बसाएको भन्नुहुन्छ होला भने नि यो चाहिँ त्यो बिहानको यहाँबाट खानाको पछि चाहिँ निस्किन्छ नि त माडहरू, त्यो यो फोड्दा होइन सफै हुनु त। म चाहिँ यो अब भरे एकैचोटि खाना खाएर बिहान पनि बेलुका पनि धुनु अल्छी लाग्छ नि, त्यही भएर म चाहिँ बिहान अब अहिले एकछिन खाना खाइसकेर धुन्छु। साथीहरू हामी चाहिँ दिउँसै खाना खान्छौँ अनि आगोमा पकाउँछु। म चाहिँ ढिलो हुँदा मात्रै ग्यासमा पकाउँछु, ग्यास पनि छर्नु त छ। के नना नानी लङ टाइम पछिको भ्लग आउँदैछ है त, यस्तो हेरेर माया गरिदिनु होला भन्छु।